हेलो गाइज वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ रातिको कति भन्दाखेरि रातिको लगभग आज कति बजेको छ भन्दाखेरि 9:28 भएको छ होइन। अनि हाम्रो मैले चाहिँ के को लागि भन्दाखेरि म एकदम इम्पोर्टेन्ट कुरा छ। के कुरा भन्दाखेरि भोलि चाहिँ फुटसल छ। कति बजे भन्दाखेरि 7 to 8। अनि म चाहिँ छु यहाँ घरमा काभ्रे बल्थलीको महन्तटोल भन्ने ठाउँमा, बल्थलीको महन्तटोल भन्ने ठाउँमा। अनि हेर मेरो काठमाडौँको दाइहरूले चाहिँ भोलि गेम राख्नु भएको रहेछ। अनि आज नि फुटसल खेले, हिजो नि फुटसल खेले, अस्ति नि फुटसल खेलेछ। तर फुटसलले कहिले पनि पुग्दैन। अब मलाई चाहिँ के भयो भन्दाखेरि फुटसल भयो, फुटसल यता भयो, अनि उतापट्टि यसरी मेसेज आउँदाखेरि चाहिँ एकदम खुल्दुली भइरहेछ। जाने नजाने भनेर फेरि मलाई यताबाट चाहिँ खेल्न जानु चाहिँ मन लागिरहेको थियो। फुटबल चाहिँ अब फुटबल भनेपछि जहाँ पनि जानु मन लाग्छ मलाई। फेरि त्यही हो कुरा होइन। अब हेरौँ यहाँ अलिकति यहाँ यसरी घाउ भइरहेछ, घाउ पनि भइरहेछ क्या। यो फुटसलले गर्दा यहीँ भर्खरको भर्खर अलिकति निस्क्यो। अनि यहाँ रगत पनि आयो। ल यस्तो भयो गाइस होइन। अब त्यही हो आजको कुरा चाहिँ त्यही हो। अब भोलि चाहिँ अब भोलि म फुटसल यहाँबाट 2 घन्टा लागेर काठमाडौँ सितापाइला पनि भित्र सुसिटारपट्टि गएँ भने चाहिँ एकदम एक्सट्रिमै हुन्छ होइन। अब लेट्स अब यो के हुन्छ भन्ने फिक्स छैन क्या। भोलि बिहान 5:30 उठ्नु पऱ्यो, त्यसको लागि 5:30 बजी उठ्नु पऱ्यो। 7 बजी फुटसल भनेपछि 6:55 मा पुग्नु पऱ्यो। त्यसपछि जस लगभग मलाई 5:30 मा हिँड्यो भने कि अझ 2 घन्टा लाग्छ। 2 घन्टा पनि लाग्दैन। 5:30 जतिमा हिँड्यो भने म पुग्छु होइन। तर अब यहाँ डाउट के भइरहेको हामीलाई यहाँ फेरि फुटसल टिम पनि पुगिरहेको छैन। अनि त्यही भएर मलाई पनि तिमी अब त्यसो भयो भन्ने हुनुहुन्छ उहाँबाट। अनि अब भोलिको लागि एक्सट्रिम रेकर्ड बनाउँदैछु कि अब यो भ्लगिङ आउनु पनि बेस छैन है। हेर्छु के हुन्छ। अब भोलि बिहान उठ्यो भने भोलि बिहानदेखि भ्लग स्टार्ट हुन्छ। अब चाहिँ मेरो फोनबाट भ्लग हुने भइरहेछ किनकि त्यहाँ त्यो एक्सन 2 वाला क्यामेरा समीरले बेच्दैछ होइन। अब भोलि यसो अनि यहाँ टिम पुग्ला जस्तो भयो भने जान्छु। फेरि यहाँ उहाँसम्म गएर टिम पुगेन भने चाहिँ म जान्न। तर मेरो माइन्ड मेकअप चाहिँ फुटसलको लागि चाहिँ म जहाँ पनि जान्छु। यो अब त्यो छ फुटसलको एकदम प्यासनेट मान्छे, फुटबलकै प्यासनेट मान्छे। अब यो मोटाइयो 73 किलो पुग्यो। अहिले खेल्न अलिकति नसके पनि इन्ट्रेस्ट त्यति नै छ, प्यासन त्यति नै छ अहिलेसम्म पनि। अब हेरौँ के हुन्छ। भोलि बिहान 5 बजे उठ्न सक्छु भने जान्छु, नत्र के हुन्छ भन्न सकिँदैन। त्यही छ मलाई भोलि बिहानसम्मको लागि। ल है त गाइस। हेलो। अनि म बिहान चाहिँ जान सकिनँ, त्यही भन्दै म अब बेलुकातिर जाँदैछु। बेलुका 6 बजेको छ। अनि म चाहिँ पनौतीबाट यसो हिँड्दैछु। अनि यहाँ देख्न सक्नुहुन्छ यस्तो छ अहिले बाटोको कन्डिसन। पानी परेर बर्बाद भएको रहेछ। यो खोला पनि माथि आइरहेछ। अब यहाँबाट बिस्तारै कहाँ यसो हिलो छ, कहाँ अलिकति नराम्रो बाटो छ, के छ यसो देखाउँदै जान्छु। त्यही भन्दै मेरो काठमाडौँसम्मको यात्रा म सुरु गर्दैछु है त। बेलुका 6 बज्यो। अब उता गइन्छ कता गइन्छ है त। म चाहिँ बनेपा यता पेट्रोल पम्प आइसकेको छु। अनि यताको वेदर कन्डिसन हेर्न सक्नुहुन्छ एकदमै डरलाग्दो भइसकेको छ। अनि मैले पनि म फुल रेडी भएर हिँडेको छु है। फेरि म नि कट्टु लाएर अब सुरल फुकालेर हिँडिसकेको छु। अब यहाँबाट हामीलाई लगभग अब म चाहिँ आज 2टा बाटो छ कि जहिले पनि म चाहिँ खास उताबाट जाने गरेको थिएँ हाम्रो नालापट्टिबाट। आज चाहिँ त्यो दाइहरूले अब त्यो स्मार्टको दाइले र भुवन दाइले उतैको बाटो राम्रो छ भन्नुभयो। मेन बाटो जुन साङ्गाबाट चाहिँ त्यो राम्रो छ भन्नुभयो। अब हेर्छु अहिले चाहिँ अग्रसारी भैँसेपाटीतिर कता अब त्यो चाहिँ हेरेर त्यतैबाट जान्छ। रोड कन्डिसन पनि कस्तो छ देखाउँछु, अपडेट दिइराख्छु है त गाइस। लेट्स गो। फाइनली ठ्याक्कै नाला जाने बाटो र साङ्गापट्टि जाने बाटो ठ्याक्कै छुटिसकेको छ। नालाबाट जाने बाटो यहाँबाट छुटेर जाने यो स्यामसङ लेखेको एनसेल लेखेको साइडबाट छुटेर जाने हो भने यताबाट चाहिँ हाम्रो साङ्गा जाने बाटो जाने हो। तर यहाँ स्टार्टिङमै पुरै अलिकति हिलो देखिसकेको छु भनेपछि मेरो जुत्ताको र खुट्टाको हालत चाहिँ एकदमै हिलो हुनेवाला छ। अब फर्स्टमा अलिकति नेगेटिभवाला आयो भाइब चाहिँ होइन। किन भन्दाखेरि अब हिलो छैन यो छैन भन्थे, यहीँ यत्रो हिलो रहेछ होइन। अब यहाँबाट चाहिँ जाँदै गर्दा कति हिलो हुने हो कति के हुने हो बिस्तारै किप अपडेटिङ गर्दै गर्छु म चाहिँ होइन। अनि यता चाहिँ अलिकति बाटो बनिसक्छ नि। यताबाट चाहिँ हाम्रो अर्को बाटो थियो, यो बाटो बिचको नभन्दाखेरि। अनि यहाँ चाहिँ अहिले बनिसकेपछि यो बिचको बाटो छ। अनि मेन कुरा उता त्यहाँ पुल बजारनिर एउटा पुल छ, त्यहाँ चाहिँ जहिले डुब्थ्यो कि। अब म त्यो हेर्न चाहिँ एक्साइटेड छु कि त्यो डुबेको छ कि छैन।
दुर्गा भाइ कति डुबेको छ कति माथिसम्म छ त्यो चाहिँ त्यहाँ पुगेपछि ठ्याक्क देखाउँछु। अब यहाँबाट अलिकति पर त्यो रेड रातो बसभन्दा अलिकति अगाडि छ है त। फाइनली म चाहिँ त्यो बाटो हिलोहरू सबै कटेर यता अगाडि आइसकेको छु। यहाँ चाहिँ मैले पहिला हाम्रो यहाँ फुटसल थियो कि कहिले यहाँ यसो फुटसल खेल्न ठाउँ यहाँ त रेस्टुरेन्टै भइसकेको छ। अनि मैले के कुरा गर्न लाग्यो भन्दाखेरि मान्छेहरू हिँड्ने बाटोसम्म छैन क्या। एउटा भाइको त हिँडिरहेको थियो त्यहाँबाट चप्पल अड्केर पुरै हिलेमै भयो क्या। अब त्यो भएन अति भयो त्यो यो 10औँ वर्ष भएपछि हामीले देख्दा पहिल्यैदेखि देख्दादेखि लिएर अहिलेसम्म यस्तै छ क्या। अब यो सरकारले अलिकति ध्यान आकर्षण गर्नुपर्ने कुरा छ। पहिलाको सरकारले त त्यसरी गर्यो अब त्यो त आलु नै पारामा गरेको थियो केही पनि गरेको थिएन होइन। अब अहिलेको सरकारले चाहिँ अब एकदम हेर्नु पऱ्यो होइन। यतिको चाहिँ हुनु भएन। मान्छे हिँड्ने बाटो त त्यो तलपट्टि यतापट्टि खोला छ त्यही एउटा पुल छ त्योभन्दा उतापट्टि त्यो एउटा घर पनि एकदम कन्डिसन ब्याड छ घरको झन् घरै लड्न लाग्दो रहेछ। अनि मान्छे हिँड्ने बाटो छैन। बाटो बाइक हिँड्न लाग्यो भने बाइक यही हिलोमै यस्तो बाइकै पुरै यसो हल्लिने ढुङ्गा गिटी त्यो गाडीलाई मात्रै ठिक छ यो बाटो त्यहाँसम्म चाहिँ है। अनि यहाँबाट चाहिँ लगभग पिच सुरु भएको रहेछ। यहाँबाट पिच सुरु छ। अब यहाँबाट भैँसी पार्टी भने कहाँसम्म छ अरे। अनि त्यहाँनिर अलिकति थोरै अपडेट छ अरे। त्यही हो नर्मल्ली अब यहाँबाट त राम्रै होला। मलाई यो यति चाहिँ भएन कि 10औँ वर्ष 20औँ वर्ष कति भइसक्यो होला। मैले देखिएदेखि नै यहाँ चाहिँ यस्तो छ कहिले पिच हुने पिच भए पनि त्यो पानी नै पानी एकदम आउने 3 बाटोसम्म पुग्ने त्यो भरेर अनि कहिले के हुने त्यस एक एउटा प्रब्लम आइरहेछ। अब चाहिँ होप यो प्रब्लम चाँडै नै ठिक हुन्छ होला। नयाँ सरकारबाट एकदम आश छ हामीलाई होइन। अब यस्तै छ। अब यहाँबाट चाहिँ हामी लगभग कति बज्यो भन्दाखेरि अहिले 5:53 भएछ भनेपछि 6:35 जति भयो होला। मेरोमा अलिक 1 घन्टा अलि बढी छ कि 1 घन्टा अलिक कम छ यसमा चाहिँ। अनि यहाँबाट चाहिँ अब कस्तो छ रोड कन्डिसन यहाँबाट त लगभग राम्रै होला मेरो विचारमा। नराम्रो छ भने कति केही देखाउँछु राम्रो छैन भने पनि देखाउँछु राम्रो छ भने पनि देखाउँछु। इम्प्रुभमेन्ट प्लस नेगेटिभिटी प्लस पोजिटिभ छैन नेगेटिभिटी देखाउनेवाला छु म चाहिँ आजको। पनौती टु काठमाडौँ पनि होइन। अब कहाँ पुग्छु थाहा छैन। काठमाडौँ धादिङ काठमाडौँ ठुल्ममीहरूको पनि पुग्छु कि धादिङ मामघर पुग्छु। लेट्स सी व्हाट विल ह्यापन। स्टे ट्युन गाइज। अनि हामी साङ्गा कटेर उता पुगिसकेका छौँ। साङ्गाबाट यो तल फन पार्क अनि अहिलेसम्मलाई चाहिँ बाटो काँदै बिग्रिरहेको छ। म चाहिँ सबैलाई के सजेस्ट गर्छु भन्दाखेरि सबैजना यही बाटो आउनु होला। यतापट्टि त्यही 5-7 मिनटको बिग्रा बाटोलाई गरेर उताबाट आउनु भन्दा चाहिँ यताबाट आउनु फाइदा छ। अनि यहाँनिर छ हाम्रो नयाँ प्लटिङ के छ यहाँनिर कसैले हिरोइनले कसैले एड गरेको थियो। अनि चाहिँ म अब चाहिँ कहाँ पुग्छु भन्दाखेरि एकचोटि उता पुरै कालो भइसक्यो पानी पर्ला छ। कस्तो क्यामेरामा त कस्तो देखिरहेको यार गाइजहरू क्यामेरामा कति उज्यालो देखिरहेको छ तर यहाँ अँध्यारो भइसकेको अवस्था छ। 6:30-7 बज्न लाग्यो। अब यस्तै हो। म लास्टमा कहाँ पुग्छु भन्दा चाहिँ देखाउनुवाला छु। अहिलेलाई चाहिँ म यहाँ छु फन पार्कभन्दा मुनि यतापट्टि यो के छ त्योपट्टि। अनि अब चाहिँ म कहाँ पुगेर भने कोटेश्वरतिर पुगेर यसो माहौल बुझ्दै कोटेश्वरको माहौल बुझ्दै अलिअलि भिडियो बनाउँदै हिँड्दै गर्दै कहाँ पुग्छु भन्ने कुरा। आज डेस्टिनेसन चाहिँ फिक्स छैन। सीताबाहिर पुग्छु कि सीताबाहिर भिनिगा पुग्छु कि रामकोट पुग्छु कि डाँडाकुवा पुग्छु कि धादिङ पुग्छु। स्टे ट्युन है हेर्दै गरौँ। अहिले चाहिँ राति आइसकेको छु भन्दाखेरि अनि यहाँ चाहिँ हाम्रो पानी पर्न स्टार्ट भइसकेको छ। तर काठमाडौँ यो यतापट्टि भक्तपुर कटेपछि चाहिँ राति भएको फिल नहुने कि योवाला लाइटले गर्दा एकदम राति भएको फिल हुँदैन। अनि मैले पनि चस्मा लाउनु थालिसकेको छु किनकि मेरो आँखा अलिकति कमजोर छ। अनि चस्मा एकदम कडावाला छ। चस्माभरि पानी परेर यसले कस्तो देखेको रहेछ है गाइज। कतिको पावर रहेछ है हेरौँ है हामी चेक गरौँ। ओ यस्तो अलि पावर त छ तर यहाँ चाहिँ अलिकति फिल भएको छैन पावर होइन। गाइज मैले चाहिँ चस्मा लगाएन आएर। अब चाहिँ हामी राति आइपुगेका छौँ। राति आयौँ। अब हामीलाई लगभग यहाँबाट कोटेश्वर पुग्दा 10 मिनट त्यहाँबाट त 20-25 मिनट भएपछि 1 घन्टा 50 मिनटदेखि 1 घन्टामा हामी लगभग मामाघर नै पुग्छौँ। अब भुवनदाईलाई एकबार फोन गर्नुभएको थियो मामाघर पुग्ने हामीले डिसाइड गरेँ। मैले चाहिँ डिसाइड गरेँ होइन। भुवनदाईले पनि त्यहाँ फोन गरेर भनेको थियो। अब मैले नाम हुने कुरो भएन म मामाघर नै पुग्ने भएँ। अब यहाँ पानी पर्दैछ। अब हेरौँ के कतिको ठुलो पानी पर्छ। मसँग ब्यागमा एउटा त्यो प्लास्टिकको रेनकोट छ त्यो ओढ्छु। अनि ओढ्दै गर्दा कति भिज्छ कति के हुन्छ किप अपडेटिङ गर्दै गर्छ है। किप अपडेटिङवाला कि है त गाइस। यहाँ चाहिँ पुरै कस्तो मजा आइरहेको कि हेर्न पनि यो अँध्यारोवाला फिलै भएको छैन क्या। रुच्दै भिज्दै जे गर्दै भए पनि आइसकेको छु। अनि यो भ्यू चाहिँ मैले जसरी पनि देखाउन मन लागेर टक्कै यहाँ रोकेरै देखाउन लाग्यो क्या। यो भ्यू चाहिँ मलाई जहिले पनि एकदम राति आएको बेला क्याप्चर गर्न मन लाग्छ होइन।
अनि फाइनली म चाहिँ कलङ्की आइपुगिसकेको छु। मलाई देखिन्छ कि देख्दैन थाहा छैन, उतिको लाइटहरू अलिअलि पर देखिन सक्छ। अहिले बज्यो 6:26 यहाँ भयो भनेपछि 6:26 यहाँ भएपछि आफै क्यालकुलेट गर्नु होला कति बजे म हिँडेको थिएँ, कति बजे पुगेँ अनि कति किलोमिटर हिँडेँ। 180 भयो होइन। अब चाहिँ यहाँबाट चाहिँ मामा घर लगभग 20-25 मिनट लाग्छ होला। अब म चाहिँ यहाँ कलङ्की आएको थिएँ, भिज्यो नि मजाले भिज्यो अप्ठ्यारो बाटो आयो, जाम पऱ्यो, के भयो। अनि त्यो साथसाथै यति यो बेलुका हिँड्दाखेरि एकदम रमाइलो पनि हुन्छ क्या। अनि यो भ्यू चाहिँ एकदमै खतरनाक भ्यू छ यार। यो जहिले पनि क्याप्चर गर्न खोजेको थिएँ, अब सिधै भ्लगमै क्याप्चर भयो। अझ राम्रो आएको छ नि यो फोनबाट होइन। त्यही पनि ठिकै छ गाइज। अब चाहिँ म सिधै डाइरेक्ट मामा घर पुग्नेवाला छु। यो चाहिँ कलङ्की हो, कलङ्कीबाट अट्याक्कै यो झिलिमिली घर। ओ माई गड, वाट अ लोकेसन, वाट अ सिन, हट वार्मिङ सिन है के भन्छ नि होइन गाइज। त्यही छ अहिलेको लागि। अब चाहिँ म पुग्छु मामा घर चाहिँ। जुत्ताबाट लगेर पानी यसरी निस्किरहेको ल देखिँदैन रहेछ। जुत्ताबाट लगेर पानी निस्किरहेको यस्तो भएको। अनि ज्याकेट छ भिजा छ यस्तो पुरै यस्तै भएको छ। कस्तो ब्लर आएर पानीले पुरै मैले भिजेर। ल अहिले त गाइज ब्रेकदेखि मामा रोपेर भेट्नुपर्छ। सिउ गाइज। फाइनली म चाहिँ यहाँ डाँडापा भन्ने ठाउँमा पुगेँ। अनि मैले चाहिँ के गरेको थिएँ भन्दाखेरि एउटा 2 PM दुईवटा र एउटा किटक्याट प्याकेट एउटा डेरी मिल्क किनेँ होइन। अनि फेरि मेरो हेलमेट चाहिँ अलिकति लुज छ कि यस्तो लुज छ। अनि मैले दाइ एउटा कागज अटाउनु, यो कागज दिन्न भने त मेरो त्यत्रो पसलमा कागज छैन भनिरहेको कि। यस्तो लौडा जस्तो व्यवहार चाहिँ नदेखायो भने चाहिँ यो भिडियो त्यो मान्छेसँग पुगेर होइन एकदम बुद्धि आयो भने चाहिँ जब एउटा कागज दिनलाई पनि यस्तो गर्नुपर्ने चाहिँ थिएन होला होइन। मेरो चाहिँ अलि लुज भएर कस्तो अप्ठ्यारो भइरहेको कि यो गऱ्यो अनि खस्छ। अनि फेरि यसमा चाहिँ अलिकति त्यसमा पानी जमियो, भाइजना पानी जम्ने भएर चाहिँ अनि यस्तो पानी छ होइन। अनि पानी चाहिँ ब्लरी देखेर कस्तो हुने भयो कि। अनि एउटा कागज माग्दा पनि नदिने, पानी माग्दा पनि नदिने, यस्तो लौडा मान्छेहरू चाहिँ काम छैन जिन्दगीमा होइन। त्यतिभन्दा बरु कुकुरको जुनी बाँच्नुपर्छ त्यो मान्छेले अर्को पालि चाहिँ, बरु मान्छे नभए हुन्छ। जब एउटा कागज त्यत्रो पसलमा एकदम छिटो दुख्यो यार मेरो त। लाइक यस्तो चाहिँ कोही पनि नहुनु होला है। हेलो, म चाहिँ यहाँ भीमडुङ्गा धारके सडक खण्डमा छु होइन। यहाँ चाहिँ मैले यसो देखेँ होइन, यसो के फिल गरेँ भन्दाखेरि यो बाटोमा चाहिँ राति हिँड्ने मान्छे चाहिँ होइन कसरी हिँड्छ होला होइन। कसैको बस छुट्ला, कसैको सबैको साधन हुन्छ भने छैन। राति हिँड्ने मान्छे कसरी हिँड्छ होला। एउटा बत्ती कहीँ पनि छैन ल। यताबाट हेर्दा पनि पुरै अन्धकार, उताबाट हेर्दा पनि पुरै अन्धकार छ होइन। मान्छेहरूले कसरी चाहिँ यहाँबाट ट्राभल गर्छन्, कसरी चाहिँ गर्छन्। एटलिस्ट यार सरकारी निकाय यतिले त यो धारके सडक खण्ड भनेर पुरै यो प्रचार गरेपछि 1 किलोमिटर नहुनु, 1 किलोमिटर पनि धेरै हुन्छ। 100 मिटरको दुरीमा चाहिँ एकवटा पोलमा एकवटा बत्ती राखिदिन सक्छ नि भन्ने बेला चाहिँ धारके सडक खण्ड पनि ल। यो गाडीले देख्छ होला होइन, एउटा बत्ती कहीँ छैन। एउटा बत्ती भीमडुङ्गादेखि लिएर भीमडुङ्गा बस पार्कदेखि लिएर तलसम्म अब कहाँसम्म पुगिन्छ थाहा छैन होइन। अनि बिच बाटोमा पनि एकदमै ओहो कस्तो छ भन्दाखेरि जहाँ टर्निङ छ त्यहाँ चाहिँ बाटो बनाउनु लाग्छ। अनि त्यहाँ सामान त्यहीँ थुपारेछ। अनि वान वे टाइपको त्यहीँ छ क्या। अब यताबाट गाडी आयो भने एकदम सानो स्पेस हुन्छ, बाइकलाई पनि छिर्नलाई सानो हुन्छ। अनि खासै त्यो एकदम वाला ब्लाइन्ड टर्निङ हुन्छ त्यस्तो छ क्या। अनि न बत्ती छ। फाइनल्ली मामाबाट आइपुग्यो अवस्था। अनि बाइकमा कति के भएछ देखाउनु लाग्यो मैले खास। फेरि मेरो बाइकको यो फेरि बर्बादै भएको छ। अहिले मामा घर आइपुग्यो। अनि खेर कति बजी छ भन्दाखेरि 7:05 भएछ। अनि यता 1:94 भएछ। के हो आफै क्यालकुलेट गर्नु। अनि हाम्रो दुइटा भन्नेको बाइक पनि छ अनि मेरो बाइक पनि छ। टक्कै हेरेर यता जानु पऱ्यो। पुरै नेथ्रासुर भयो यार लास्टै पारामा। अयो अब यसको ढोकान ल्याउनु पऱ्यो गाइस। त्यही हो भिज्यो पुरै माटो डेन्जरै भिज्यो है। पुरै कट्टुसम्म भिज्यो। असार महिनाको कहानी ठ्याक्कै भएको छ। अब यहाँबाट गइन्छ टक्क लाएर। यो चाहिँ मामाहरूको खोर। यहाँनिर चाहिँ मामाहरूको चल्लाहरू छ। टप पनि हैरानी भएको पुरै जुत्ता भरि पानी छ यार। हट लौटा अन्धकार यार, पुरै अन्धकारै छ। बत्ती पनि मैले छैन।
माई गॉड मोजाको हालत टाढा त पानी पनि निस्कियो नि तर यस्तो छ हालत आमा सुतिर आउँछन् बाई बाई आजलाई यति नै हेलो म चाहिँ यहाँ भीमडुङ्गा धारके सडक खण्डमा छु होइन यहाँ चाहिँ मैले यसो देखेँ होइन यसो के फिल गरेँ भन्दाखेरि यो बाटोमा चाहिँ राति हिँड्ने मान्छे चाहिँ होइन कसरी हिँड्छ होला होइन कसैको बस छुट्ला कसैको सबैको साधन हुन्छ भन्ने छैन राति हिँड्ने मान्छे कसरी हिँड्छ होला एउटा बत्ती कहीँ पनि छैन ल यताबाट हेर्दा पनि पुरै अन्धकार उताबाट हेर्दा पनि पुरै अन्धकार छ होइन मान्छेहरूले कसरी चाहिँ यहाँबाट ट्राभल गर्छन् कसरी चाहिँ हेर्छन् एटलिस्ट यार सरकारी निकायले यो धारके सडक खण्ड भनेर पुरै यो प्रचार गरेपछि 1 किलोमिटर नहुनु 1 किलोमिटर पनि धेरै हुन्छ 100 मिटरको दुरीमा चाहिँ एकवटा पोलमा एकवटा बत्ती राखिदिन सक्छ नि भन्ने बेला चाहिँ धारके सडक खण्ड पनि लाग्यो गाडीले देख्छ होला होइन एउटा बत्ती कहीँ छैन एउटा बत्ती भीमडुङ्गादेखि लिएर भीमडुङ्गा बस पार्कदेखि लिएर तलसम्म अब कहाँसम्म पुगिन्छ थाहा छैन होइन अनि बिच बाटोमा पनि एकदमै ओहो कस्तो छ भन्दाखेरि जहाँ टर्निङ छ त्यहाँ चाहिँ बाटो बनाउनु लाग्छ अनि त्यहाँ सामान त्यहीँ थुपारेछ अनि वान वे टाइपको त्यहीँ छ क्या अब यताबाट गाडी आयो भने एकदम सानो स्पेस हुन्छ बाइकलाई पनि छिर्नलाई सानो हुन्छ अनि खासै एकदम वाला ब्लाइन्ड टर्निङ हुन्छ त्यस्तो छ क्या अनि न बत्ती छ